हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। अनि फर्स्ट अफ अल म तपाईहरुसँग माफी माग्न चाहन्छु किनभने मैले डे 1 को भिडियोहरु पनि मैले पुरा नहालेको रहेछु पूजाको। अनि यो भिडियोहरु चाहिँ सबै डे 1 को क्लिपहरु हो। मैले चाहिँ हाल्न बिर्सेको रहेछु डे 1 मा। अनि बेलुकीबाट चाहिँ पूजा स्टार्ट भएर हामी सबै त्यही बस्यौं सबै जम्मा भएर। त्यसपछि चाहिँ हामी सबैको गरा कटाएर चाहिँ लामाहरुले बाहिर लिएर जानुभयो। त्यसपछि भोलिपल्ट चाहिँ म बिहानै उठे अनि सरसफाई गरे तलको अनि म माथि गए अनि सनाया विजयराज चाहिँ टिभी हेर्दै बसेर रहेछन्। त्यसपछि खाए मैले चिया र बिस्कुट। त्यसपछि आज फेरि बनेथ्यो रोटी अनि तरकारीमा बनेथ्यो आलुदम अनि मैले पनि खाए रोल गराएर। त्यसपछि बिस्ता दिदीले दाल र भात पहिल्यै बनाएर जानुभएको थियो अनि त्यसपछि मैले तरकारी र अचार बनाए। अनि त्यसपछि लामा गुरुहरुलाई खाना दिएपछि मैले पनि खाए खाना। त्यसपछि गुरुले चाहिँ यहाँ पूजाको लागि के हो बनाउँदै हुनुहुन्थ्यो अनि मथेबार म चाहिँ यहाँ मटर छिल्दै थिएँ बेलुकाको तरकारीको लागि। त्यसपछि मथेबाले यत्रो ठुलो खरबुजा किन्नु भएको थियो गुरुहरुको लागि अनि मैले चाहिँ काटेर फ्रिजमा राख्दै एकछिन चिसो हुनको लागि। अनि त्यसपछि आज चाहिँ खाजा बनाउनु पर्यो थिएन गुरुहरुलाई चाउमिन खानु भएको थियो। अनि 3:30-4 बजेतिर चाहिँ यहाँ बत्ती बाल्न सुरु भएको थियो अनि सुरुमा बोजेले बाल्नु भयो अनि मैले पनि 3टा बाल्दिए। अनि त्यसपछि चाहिँ सबैले बत्ती बालेर भएपछि चाहिँ यस्तो राम्रो देखे थियो यहाँ बलेको दियो। अनि त्यसपछि फ्रिजमा राखेको खरबुजाहरु चाहिँ सबै काटेर मैले गुरुहरुलाई दिए अनि बोजे मथेबा आन्टीहरुलाई पनि सबैले दिए। अनि बेलुकातिर गुरुहरुले चाहिँ यस्तो बाँस गाडेर के गर्दै हुनुहुन्थ्यो आगो बाल्नुको लागि। अनि बेलुकातिर चाहिँ पूजा स्टार्ट भएर हामी सबै जम्मा भएर त्यहाँ बाहिर बसिरहेको थियौं। अनि आजको लागि यति नै। तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब। बाइ बाइ।